मेरैबाट म जेमिस हुन चाहन्छु जेमिस परमेश्वरलाई धन्यवाद पाएको छ र अब हामी विशेष भारमा आएका छौँ र विशेष गरिकन हामी स्वागत कार्यक्रममा आएका छौँ र विशेष गरिकन हामी पिता पुत्र पवित्र आत्मा परमप्रभु परमेश्वरलाई हामी ठुलो तालीसाथ हामी स्वागत गर्दछौँ र यसै गरिकन मैले मान्नुपर्ने आदरणीय पास्टर बुवाहरू जतिजना हुनुहुन्छ अनि र एल्डर भाइहरू हुनुहुन्छ र पास्टर मामी हुनुहुन्छ र सम्पूर्ण प्रिय मण्डलीमा तपाईँहरू सबैजनालाई म एक मिनटमा ठुलो तालीसाथमा स्वागत गर्न चाहन्छु र अब हामी वचनको भरमा आएका छौँ र वचन सुरु गर्नुभन्दा अगाडि हामी वचनको निम्ति हामी प्रार्थना गर्नेछौँ र वचनको निम्ति प्रार्थना गरिदिनु हुने आदरणीय हाम्रो माझमा हुनुहुन्छ जो आदरणीय पास्टर भारत हुनुहुन्छ पास्टर भारतले वचनको निम्ति प्रार्थना गरिदिनु होला भन्ने म आग्रह गर्न चाहन्छु। हुन्छ यहाँ सबैलाई जय मसीह। आउनुहोस् हामी यति बेला परमेश्वरको वचनको निम्ति सबै मिलेर प्रार्थना गर्नेछौँ। धन्यवाद छ स्वर्गमा विराजमान हुनुहुने परमेश्वर पिता, तपाईँ परम प्रभुलाई आजको यो समयमा हामी ख्रीष्ट येशूको नाममा हृदयदेखि धन्यवाद चढाउँदछौँ, किनभने तपाईँ परम प्रभु मात्रै त्यो धन्यवादको योग्य हुनुहुन्छ। प्रभु, हामीले भजन कोरस गाएर तपाईँ परम प्रभुलाई आदर गरेका छौँ, महिमा गरेका छौँ, इज्जत चढाएका छौँ। प्रभु, स्तुति प्रशंसा गरेका छौँ। तपाईँ परम प्रभु उचालिनु भएको छ, महिमित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौँ प्रभु। र अब प्रभु, हामी यति बेला तपाईँको वचनको समयमा आएका छौँ। तपाईँ परम प्रभुले सहायता गर्नुभएको होस्, वचन ल्याउनु हुने तपाईँको छोरालाई तपाईँ परम प्रभुले सहायता गर्नुहोस्। उहाँको ओठ र जिब्रोद्वारा तपाईँ परम प्रभु स्वयं बोल्नु भएको होस्। मेरा परमेश्वर, तपाईँले ज्ञान दिनुहोस्, बुद्धि दिनुहोस्, तपाईँको उपस्थितिले भर्नुहोस् पिता। अनि म प्रार्थना गर्दछु सुन्नुहुने सम्पूर्ण तपाईँका छोराछोरीहरूलाई तपाईँ परम प्रभुले सहायता गर्नुहोस्। मेरा परमेश्वर, बुझ्नका लागि प्रभु, जीवनमा लगानी गर्नको लागि तपाईँ परम प्रभुले सहायता गर्नुहोस् पिता। सुन्ने र सुनाउनेको बिचमा तपाईँ परम प्रभु मध्यस्थकर्ता भएर काम गर्नुहोस् भनी म प्रार्थना गर्दछु पिता। धन्यवाद तपाईँलाई आज सबै कुराको लागि प्रभु, तपाईँलाई धन्यवाद चढाउँदछु। तपाईँ परम प्रभुले नै सबै कुरामा सहायता गर्नुहोस् भन्दै बिन्ती प्रार्थना गर्दै आशिष माग्छौँ येशू प्रभुको नाममा, आमेन। आमेन, हालेलुया। प्रभु परमेश्वरलाई धन्यवाद भएको होस्। लगायत आदरणीय हाम्रो गुरुबालाई म ठुलो तालीसाथ म उहाँलाई म धन्यवाद दिन चाहन्छु र आदरणीय गुरुबाले वचनको निम्ति प्रार्थना गरिदिइसक्नु भएको छ र अब हामी वचनको भरमा आएका छौँ र वचन आदरणीय हाम्रो जेम्स सरलाई म उहाँलाई म दिन चाहन्छु र म उहाँलाई ठुलो तालीसाथ म उहाँलाई स्वागत गर्दै यस समय आदरणीय जेम्स सरलाई म दिँदै र नेपालीबाट ट्रान्सलेसन गर्नुहुने आदरणीय हाम्रो डेभिड भाइ हुनुहुन्छ। हाम्रो डेभिड भाइले नेपालीबाट ट्रान्सलेट गरिदिनु होला भन्ने म चाहन्छु र सबैजनालाई मेरैबाट म जेमिस हुन चाहन्छु। जेमिस Okay, now we're the time for with you for the message, Pastor James. Okay. And to translation for and my brothers David Sunam. So I'll give to him also. Okay. James, James I see two people here, Sangita and Manju. मैले सङ्गीता र मन्जु दुईजनालाई देखेँ। And so I guess they are coming back for more punishment. अनि मलाई लाग्छ तपाईहरु चाहिँ धेरै पनिशमेन्ट दण्ड पाएर आउनु भयो जस्तो छ भन्दै हुनुहुन्छ। Well, I'm very happy to be with you, but through खुसी लाग्यो। अनि धेरै खुसी लागिरहेको छ तपाईहरुसँग हुन पाउँदा। Different teachers speak to different crowds. मेरो प्रिय साथीहरु विभिन्न शिक्षकहरुले विभिन्न कुराहरु सिकाउनुहुन्छ। Some people like to talk about the Greek and the Hebrew. दरो खालको मान्छेहरुले चाहिँ ग्रीक र हिब्रूमा पढाउन खोज्नुहुन्छ। And some take a very I'm sorry, David. Some people take a very scholastic approach of teaching the Bible.
अनि कतिजनाले चाहिँ एकदमै त्यो भित्रबाटको कुराहरू सिकाउन चाहना गर्नुहुन्छ But I like to take a very simple approach and talk to people that are going through a pain in life, through अनि म चाहिँ आज तपाईँहरूलाई एकदमै सरल तरिकाले पढाउन गइरहेको छु अनि प्रचार गर्न गइरहेको छु so so that's what I'd like to do today, and I'll try to be very respectful of your time, and thank you so much for letting me अनि be म here. आज त्यही कुराहरू गर्न गइरहेको छु गर्न चाहन्छु र अनि म एकदमै तपाईँहरूको समयलाई आदर गर्न चाहन्छु I'd like to read just 4 verses today. आज 4टा भर्स मात्रै हामी अध्याय मात्रै पढ्नेछौँ 2 verses from Romans chapter 7 and 2 verses from Romans chapter 8. अनि 2टा भर्स चाहिँ रोमीको च्याप्टर 7बाट र अनि 8बाट पढ्नुहुनेछ Now, the book of Romans is kind of like the Sagarmatha of the अनि Bible. रोमीको पुस्तक चाहिँ तपाईँहरूको जीवनमा एउटा सगरमाथा जत्तिकै हो And Romans chapter 8 is like the top of Sagarmatha. अनि च्याप्टर 8 चाहिँ अध्याय 8 चाहिँ सगरमाथाको नि अझै चुचुरो जस्तै हो And this is verse 1 is the gospel, the whole Bible in one verse. अनि पहिलो अध्यायमा चाहिँ के हो भन्दाखेरि चाहिँ सबै त्यो सुसमाचार जस्तो हो त्यो चाहिँ And it says in English, there is now no condemnation for those who know Christ Jesus. अनि येशूमा हुनेहरूलाई येशूलाई चिन्नेहरूमा चाहिँ कुनै दण्डको आज्ञा छैन भन्ने कुरा गरेको छ And that's really the summary of the whole Bible. अनि यही नि सबै बाइबलको चाहिँ सारांश हो So in Nepali, out of the Nepali Bible, could somebody read Romans 7 verses 15 and 19? रोमीको 7को 15 देखि 19 सम्म तपाईँ कसैले पढिदिन सक्नुहुन्छ भन्दै हुनुहुन्छ म पढिदिनेछु ल Can I read it? Yes, sir, please. किनकि हामी जान्दछौँ कि व्यवस्था आत्मिक हो तर म चाहिँ शारीरिक हो र पापैमा बेचिएको छु म के गर्दछु सो बुझ्दिनँ किनकि म जे जान्दछु त्यो गर्दिनँ तर त्यही गर्दछु जो म घृणा गर्छु गर्न नचाहेको म गर्दछु भने व्यवस्था असल छ भने म सहमत हुन्छु The Apostle Paul is saying, I really don't understand myself. अनि पौलले है प्रेरित पौलले आफैले भन्दिनुहुन्छ म आफैलाई पनि त्यति धेरै चिन्न सक्दिनँ I want to do what's right, but I don't अनि do it. म उचित काम गर्न खोज्छु तर म त्यही चाहिँ गर्दिनँ And he says, instead, I do what I hate. तर त्यसको बदलीमा चाहिँ म जुन कुरा घृणा गर्छु त्यही कुराहरू गरिरहेको हुन्छु Then in verse 19, he says, I want to do what is good, but I don't. अनि 19 वर्षमा चाहिँ म जे कुराहरू गर्न चाहन्छु त्यही कुराहरू चाहिँ म गर्दिनँ And he also says, I don't want to do what is wrong, but I do it anyway. अनि म जे कुराहरू चाहिँ उचित कामहरू गर्न चाहदिनँ तर म त्यही चाहिँ फेरि गरिपठाउँछु Then, brother, could you read Romans 8:21? 8को 21मा यसरी लेखिएको छ म तपाईहरूलाई पढिदिनेछु कि सृष्टि त्यसैको आफ्नो विनाशको बन्धनबाट मुक्त गरिनेछ र त्यसले पनि परमेश्वरको सन्तानको महिमित स्वतन्त्र प्राप्त गर्नेछ Thank you very much. I'll summarize what he said.
अनि उहाँले भनेको कुराहरूलाई फेरि पनि दोहोऱ्याउनु हुनेछ। The creation has hope. अनि सृष्टिको एउटा कुनै आशा छ। The creation looks forward to the day when it will join God's children in complete freedom from death and decay. अनि सृष्टिले पनि यो कुराहरूको बाटो हेरिरहेको छ कि कुनै आशाको बाटो हेरिरहेछ ताकि कुनै दिन मृत्युबाट पनि मुक्त हुन पाऊँ भन्ने कुराहरूको। And brother, if you could also read verse 22. हामी जान्दछौँ सारा सृष्टि अहिलेसम्म एकसाथ प्रसव वेदनाको अन्तर्नाद गरि रहेछ। Thank you. For creation has been groaning as in the pains of childbirth. अनि साँच्चै नै सृष्टिले पनि एउटा के अरे जन्मन लागेको एउटा गर्भवती स्त्रीले जस्तै गरेर गुहार मागिरहेको छ। And those pains are right up to today. अनि त्यो दुखाइ त्यो वेदना चाहिँ अहिलेसम्म पनि भइरहेको छ। I think that's a pretty good description of life. अनि मलाई लाग्छ यही नै एउटा जीवनको बारेमा धेरै असल वर्णन हो। Let me ask two questions. अनि म दुईटा क्वेसन तपाईहरुलाई प्रश्न सोध्नु पर्यो। Have you ever been around a person in crisis? अनि तपाईहरुले संकष्टमा परेको मानिसहरुलाई तपाईहरुले देख्नु भएको छ? Or have you ever been in a crisis? अनि तपाईहरु त्यस्तो संकष्टमा कहिले पर्नु भएको छ? When that happens to a friend or someone or to ourselves, we are dealing with an issue. अनि जब त्यो कुराहरु हाम्रो आफुलाई अथवा हाम्रो साथीभाइहरुलाई कसै दाजुभाइ दिदीबहिनीमा परिरहेछन् त्यसको त्यो समस्याको बारेमा हामी अनि छलफल गर्छौं अथवा त्यसको लागि डिल गर्छौं हामीहरु। By good job on translating. I know that it is so difficult. Thank you. When people are in crisis, they want to know, what should I do? What should I do? अनि जब मानिसहरु चाहिँ संकष्टमा पर्दछ अनि भन्ने गर्दछ म के गरौँ भनेर। There's usually one thing that people in crisis have in common. अनि प्राय जस्तो मानिसहरुले एउटै कुराहरु गर्दछ जो संकष्टमा पर्दछ। They are disappointed with the way that life feels right now. अनि उनीहरुमा जुन जीवनको घटनाहरु घटिरहेछ त्यसप्रति चाहिँ उहाँहरु चाहिँ एकदमै निराशा हुने गर्दछ। Something is happening to them either on the outside or on the inside, and that makes them feel heavy. अनि उहाँहरुलाई केही कुराहरु भित्र अथवा बाहिर घटिरहेको हुन्छन् त्यसले चाहिँ धेरै नै गह्रुङ बनाइरहेको हुन्छ उहाँहरुको जीवनलाई। Life is very hard when crisis hits. अनि जब संकष्ट आउँछ हाम्रो जीवन चाहिँ सारै नै गाह्रो हुन्छ। Some people thought that marriage would solve their problems. अनि कसैलाई चाहिँ लाग्छ विवाहले नि त्यसको समस्या हल हुन सक्छ होला। Maybe they thought they would no longer be lonely. अनि उहाँहरुलाई लाग्न सक्छ म अब यो भन्दा बढी चाहिँ म हिँड्न सक्दिन होला भन्ने कुराहरु। Sometimes people that are married feel lonelier than when they were single. अनि उहाँहरु सिंगल भएको भन्दा पनि म्यारिड एउटा विवाहित जीवनमा चाहिँ उहाँहरु चाहिँ एक्लोपन बिताइरहेको हुन्छ कतिचोटी। Or maybe somebody was pursuing higher education. अनि कतिजनाले हुन सक्छ धेरै ठुलो उच्च शिक्षाको हासिल गर्नको लागि खोजिरहेको हुन्छ। Maybe they wanted to become a doctor. अनि हुन सक्छ उ एउटा डाक्टरको पेशा गर्न चाहिरहेको हुन्छ।
and that would make them feel significant or important. अनि त्यसले नि उनीहरूलाई चाहिँ त्यो जीवनको महत्त्वपूर्ण भाग हो भन्ने कुराहरू बताइदिइरहेको हुन्छ। But they realize they don't feel more important. अनि उनीहरूलाई कि यस्तो पनि लाग्न सक्छ कि त्यो महत्त्वपूर्ण होइन मेरो जीवनमा भन्नेसम्म पनि लाग्दछ। And it's true that sometimes our dreams leave us worse than ever. अनि कोही कोही बेला त्यो कुरा सत्य हो, हामीहरूको सपना चाहिँ हामीले सोचेको भन्दा झन् नराम्रो हुँदै जान्छ। And it can be little things like if we feel betrayed. अनि यो कुराहरू ठुलो हुनु पर्दैन, सानो कुराहरूले पनि, जस्तै हामीहरू तितोपन भयो भने धोका पाइयो भने, Or maybe our moods are up and down. अनि तपाईँको एउटा मुड चाहिँ है अनि तल माथि भयो भने पनि त्यस्तो हुन सक्छ। Or we might just have a fear of the unknown. अनि हामीले के कुरा नजानेको कुराहरूको डरले पनि त्यो कुराहरू हुन सक्छ। These little things can bother us every day. अनि यो सानो कुराहरूले जहिले पनि हामीलाई एकदमै हलचल गराइदिइरहेको हुन्छ दैनिक रूपमा। Have you ever struggled with your insecurities or fears or doubts? अनि तपाईँहरूलाई कहिल्यै एकदमै असुरक्षित महसुस भएको अनि एकदमै शङ्का लाग्ने डर लाग्ने हुन्छ? I, I know I have, and I would say if you're human, you have also. अनि मलाई थाहा छ ममा पनि त्यो हुन्छ, तपाईँहरू यदि मानव जाति हो भने तपाईँमा पनि त्यो हुन सक्छ। Sometimes we have relationships that are very hard. They can be even within a family. अनि जुन सम्बन्धमा धेरै नै गाह्रो हुने गर्दछ धेरैचोटि, अनि त्यो चाहिँ आफ्नै परिवारमा पनि त्यो कुराहरू हुन सक्छ। And we might think as we get older, those relationships get better, but they don't. अनि हामीलाई कतिचोटि लाग्छ हामी जब बुढापाका हुन्छौँ त्यतिखेर हाम्रो सम्बन्ध राम्रो हुन्छ भनेर, तर त्यो हुन सकिरहेको हुँदैन। We all want more joy, more contentment, more excitement. अनि हामी सबैलाई एउटा आनन्द भन्ने धेरै है एकदमै खुसी आनन्द उमङ्ग चाहन्छौँ। Or maybe we want more hope and अनि we're chasing dreams. अनि हुनसक्छ हामीलाई धेरै अझै बढी आशा चाहिएको हुन्छ अथवा हामीहरूको सपनाहरू पुरा गर्ने कुराहरूको। You know, if you and I like to control life, अनि यदि तपाईँ र मैले चाहिँ आफ्नो जीवनलाई नियन्त्रण गर्न के अरे खोज्यौँ भने, the idea of things falling apart really scares me. अनि त्यो आइडियालाई चाहिँ एकदमै पतन गराउने गर्दछ, अनि त्यसले मलाई साह्रै डर लाग्ने गर्दछ। Life outside is hard enough, but it's also hard inside. अनि बाहिरको जीवन चाहिँ एकदमै है अप्ठ्यारो छ र अनि भित्रको पनि त्यस्तै नै अप्ठ्यारो छ। You know, like feelings of rejection, अनि धेरै तितोपनाको कुराहरू छ, feelings of heartache, a broken heart, अनि भित्र तोडिएको हृदय तोडिने कुराहरूको एउटा भावनात्मक कुराहरू छ, um, our fears, our disappointments, and feeling unworthy. अनि डर आउने होइन एउटा, अनि निराशा हुने, अनि म त योग्यको रहेनछ भन्ने कुराहरू आइरहने कुराहरू हुँदछ। As I'm now 67 years old. अनि उहाँ चाहिँ है 67 वर्षको हुनुभयो। The first time I visited Nepal अनि मैले पहिलोचोटि नेपालमा भिजिट गर्दै गर्दाखेरि was in 1958. 1958 मा उहाँले भिजिट गर्नु भएको थियो। I was just a little baby then. अनि अलिक सानै बच्चै जस्तो थिए भन्दै हुनुहुन्छ। My parents lived in Kathmandu and Kalamati and Ravi Bhawan.
अनि काठमाडौँ कालामाटी र रवि भवन भन्ने ठाउँमा उहाँको अभिभावकहरू बस्नुहुन्थ्यो। And as I have grown older, अनि जसरी म अनि बढ्दै गएँ many of my dreams, they disappeared. अनि मेरो धेरै सपनाहरू चाहिँ बिलेर गए। Maybe a career that never amounted to anything, मेरो करियरहरू पनि केही गर्न सक्ला जस्तो लाग्ने कुराहरू भएन। or maybe health that failed. अनि मेरो स्वास्थ्य पनि त्यस्तै फेल भए जस्तो भयो मलाई। We can carry a heavy weight on our shoulders. अनि हामीहरूको काँधमा धेरै है भारहरू बोक्न सक्छौँ। I like to use the view the I like to use the phrase a low view of life, a low view of life. अनि म चाहिँ है अनि आफूलाई तल्ल हेरेको कुराहरूको दृश्यलाई म हेर्न चाहन्छु। Now let me explain what that is. अनि त्यो म तपाईहरूलाई बताउने छु के हो त्यो भनेर। That simply means that we are more flawed and fragile than we would like to admit. अनि हामी चाहिँ धेरै नि है अनि भन्न चाहन्छु कि हामी चाहिँ धेरै अरूबाट चाहिँ छलिएको यस्तो यस्तो किसिमको कुराहरू भएको छ। It's an honest look at the human condition. अनि यो चाहिँ एकदमै सच्चा दृष्टिकोण हो एउटा मानव जातिमा। When we have a high view of life, अनि a जब lot of हाम्रो आँखाको दृष्टिकोणबाट हेर्दछौँ I'm sorry no, that's okay. When we have a high view of life, a lot of times we're not being very realistic. अनि हामी जब उच्च तरिकाले हामीहरूले दृष्टिकोणले हेर्दछौँ अनि यो संसार चाहिँ हामीहरूलाई साँच्चीको जस्तो लाग्दैन। You know, things like this. If I put my mind to it, I can do anything. अनि साँच्चै नै मैले आफ्नो दिमाग लगाएँ भने चाहिँ म त्यो गर्न सक्छु भन्ने कुराहरू चाहिँ हुन्छ। Or I can fulfill my dreams if I work hard enough. अनि मैले धेरै मेहनत गरेँ भने चाहिँ मेरो सपनालाई मैले पुरा गर्न सक्छु भन्ने कुराहरू हुन्छ। Now that puts a lot of pressure on अनि us that we were never meant to hold. अनि त्यसले चाहिँ हामीलाई धेरै नै चाप गर्ने गर्दछ हाम्रो जीवनमा जुन चाहिँ हामीहरूले कहिले पनि त्यो भेट्नु पाउँदैन गर्न सक्दैन। You and I, we all have limitations. अनि तपाईँ हामीमा सबैमा एउटा सीमित कुराहरू छ। We're all more fragile than we would care to admit. अनि हामी जुन कुराहरू गर्ने सबैमा हामीमा त्यो एउटा एउटा हुन्छ नि लिमिटेसनको कुराहरू छ एउटा के भन्छ सीमितको कुराहरू छ। And that's why destructive behavior and selfishness and greed अनि विनाशी अनि यस्तो के अरे एकदमै लोभीपनाको कुराहरूले यस्तो खालको आचरणले or pride and maybe even addictions, they really don't surprise me anymore. अनि घमण्डले अनि अथवा एडिक्सनहरू जस्तो कुराहरूले चाहिँ मलाई यस्तो कुराहरूले चाहिँ त्यति धेरै छक्क चाहिँ पार्दैन। I don't like those things in other people or myself, but I'm not shocked by it. अनि म अरूको जीवनमा त्यस्तो खालको कुरा घटेको त चाहन्न तर मलाई त्यसले चाहिँ त्यस्तो धेरै चकित चाहिँ पार्दैन। I expect people that are hurting to hurt other people. अनि म चाहन्छु कि अलिक कमै गर्नुहोस् त्यो मान्छेहरूले अलिकति अरूलाई दुखाउने कुराहरू गर्ने कुराहरू चाहिँ। And I expect lost people to wander down a bad road. अनि मलाई म यो अपेक्षा गर्छु कि है अनि त्यो नराम्रो मान्छेहरूले चाहिँ आफू एकदमै गलत बाटोमा गइरहेको छु भन्ने कुराहरू महसुस गरोस्।
I would say I know myself well enough, and I've talked to enough people that I'm not shocked by anything anymore. अनि मलाई थाहा छ म आफ्नो बारेमा थाहा छ अनि म अरूसँग कुरा गर्दाखेरि त्यसले मलाई त्यस्तो धेरै चकित गर्दैन So having a low view actually helps me to be gracious to other people. अनि म चाहिँ एकदमै निम्न एउटा दृष्टिकोण राख्दछु अनि त्यसले चाहिँ अनि मानिसहरूको नजिक जानको लागि मलाई मद्दत गर्दछ When people fall down, अनि जब um, मानिस पतन हुन्छ when people fall down, I'm not surprised. अनि जब मानिस पतन हुन्छ त्यसले पनि मलाई चकित पार्दैन I, I know my own brokenness, and I'm not मलाई shocked by थाहा it छ anymore. मलाई थाहा छ मेरो जीवनको एउटा चकचुन्न भएको हृदयको बारेमा त्यसले गर्दाखेरि म त्यति धेरै चकित चाहिँ हुँदिनँ As I said, life can be very hard, and it can be less satisfying when we have a high view. अनि जीवन चाहिँ एकदमै कठिन हुन सक्छ जटिल हुन सक्छ जब हाम्रो एकदमै उच्च तरिकाको दृष्टिकोण हुन्छ Now let's go back and listen to those verses. We'll just look at the ones in Romans 7, 7:15. अनि रोमी 7 को 15 फेरि पनि हामी त्यहीँनिर ब्याक हेर्नेछौँ Could you read that again? 7:15 and 7:19. म के गर्दछु त्यो बुझ्दिन किनकि म जे चाहन्छु त्यो गर्दिन तर त्यही गर्दछु जो म घृणा गर्दछु गर्न नचाहेको म गर्दछु भने व्यवस्था असल छ भने म सहमत हुन्छु Okay, and also verse 20 also, please. अब म जो इच्छा गर्दिन त्यही गर्छु भने त्यो गर्ने म होइन तर म भित्र बास गर्ने पाप हो That was written by the Apostle Paul. God directed the Apostle Paul to write those words. परमेश्वरले अनि प्रेरित पौललाई डिरेक्टली बोल्नु भएको कुरा हो अनि यो बोल्नु भनेर उहाँले निर्देशन गर्नु भएको कुरा हो Those verses in Romans 7, they can be verses that save a person's life. अनि यो 7 अध्यायले चाहिँ अनि एउटा मानिसको है जीवनलाई बचाउन सक्छ भन्ने कुराहरू छ You remember the story in Luke chapter 15 about the prodigal son. अनि तपाईहरूलाई याद छ तपाईहरूले 15 अध्यायमा त्यहाँनिर एउटा छोराको दृष्टान्तको कुरा गरेको छ That boy wandered away and he made all sorts of bad decisions. अनि त्यो एउटा छोराले चाहिँ त्यो ठिटोले चाहिँ उसले चाहिँ पिताबाट टाढा हुने र अनि एउटा गलत निर्णय गरिरहेको दृश्य देख्दछौँ हामी And then God opened his eyes अनि and, परमेश्वरले उसको दृष्टिलाई आँखालाई उगारिदिनु भयो and he came home. अनि ऊ चाहिँ घर फर्किएर आएको छ And I think all of you have had times where God has opened your eyes. अनि मलाई लाग्छ कि सबै मानिसमा परमेश्वरको एउटा समय छ जुन समयमा चाहिँ परमेश्वरले उनीहरूको दृष्टिलाई आँखालाई उगारिदिनुहुन्छ Have you ever felt just lost, whether you're a Christian or a non-Christian? Have you felt lost? तपाईँहरू विश्वासी होस् या अविश्वासी होस् तपाईँहरू कहिल्यै तपाईँहरूलाई आफू हराएको जस्तो महसुस भएको छ And then God opened your eyes out of his grace, out of his kindness. अनि उहाँको अनुग्रह र उहाँको नम्रताद्वारा चाहिँ अनि परमेश्वरले तपाईँहरूको दृष्टिलाई उगारिदिनु भएको छ Just like the Apostle Paul in Romans 7. अनि त्यस्तै गरेर प्रेरित पौल अथवा रोमी 7 अध्याय जस्तै गरेर And Paul's vision became more clear. अनि पौलको दृष्टि चाहिँ झन बढी चाहिँ सफा भयो And
God God used things in Paul's life, just like that prodigal son, to see how bad he actually was. अनि जसरी प्रेरित पौल चाहिँ कति धेरै नराम्रो थिए, तर परमेश्वरले चाहिँ उसलाई चाहिँ एकदमै राम्रो तरिकाले चलाउनु भयो, उसको दृष्टिलाई खोलेर। I've met several people where life felt so hard they almost wanted to quit. अनि मैले कतिजना साथीहरू देखेको छु अनि दाजुभाइहरू जसले चाहिँ साह्रै नै जीवनको भारी भएर चाहिँ उनीहरूले चाहिँ जीवनलाई है नाश गर्न खोजिरहेको, क्विट गर्न अब चाहिँ त्यागिदिन खोजिदिइरहेको देखेको छु मैले। I'll read this in English. The things that I want to do, or the things that I know I should do, अनि म जे कुराहरू गर्न चाहन्छु र म जे कुरा गर्नै पर्छ मैले भन्ने कुराहरू I don't do those. म त्यो गर्नै सक्दिनँ, म गर्दिनँ। And the things that I know I shouldn't do, I keep अनि on doing. अनि म जुन कुराहरू गर्नै हुँदैन म त्यही चाहिँ गरिरहेको हुन्छु। I want to do what's right, but I don't do it. अनि म उचित काम गर्न खोज्छु तर म त्यो कुराहरू गर्दिनँ। I don't want to do what's wrong, but I keep doing it. अनि जे उचित छ अनि म चाहिँ त्यही कुराहरू गरिरहेको हुन्छु, फेरि म त्यो गर्न त चाहदिनँ। Have you ever read those verses and thought, this guy, Paul, he's talking about me too? अनि तपाईँहरूले कहिल्यै यो है पढ्नु भएको छ अनि रोमीको 7 अध्यायलाई, अनि तपाईँहरूलाई मलाई नि भनेको हो कि क्या हो यो कुराहरूले भन्ने कुराहरू लाग्दैन? यो He's मान्छे मै हुँ जस्तो लाग्दैन? he's describing exactly the way I feel. अनि उहाँले यस्तै गरेर चाहिँ मेरो है मलाई जस्तो लाग्छ त्यस्तै नै कुराहरू चाहिँ अनि त्यहाँ उल्लेख गरिरहेको कुराहरू पाउँदछु। He's not describing the way that life ought to be. He's describing the way life is. अनि उहाँले चाहिँ जस्तो हुनुपर्छ जीवन भन्ने कुराहरू चाहिँ उल्लेख गर्नुभएको छैन, तर जीवन के हो भन्ने कुराहरूलाई चाहिँ उल्लेख गर्नुभएको छ। He's a realist. He looks at life in a real way. अनि उहाँले चाहिँ रियलिस्ट एकदमै जेन्युन कुराहरूलाई, असली कुराहरूलाई मात्रै हेरिरहेको छ अनि असली कुराहरू मात्रै भनिरहेको छ। I like this guy. अनि मलाई यो मान्छे धेरै मनपर्छ। When Paul wrote those words, he did Jim a big favor. अनि अनि जिएमको लागि चाहिँ जब उहाँले पलले चाहिँ यो लेटरलाई लेखिरहेको थियो, पत्रलाई, अनि त्यो चाहिँ जिएमको लागि पनि लेखेको जस्तो गरेर लेखिदिएको छ। म धन्यवाद दिन्छु उसलाई। He freed me from false expectations of myself. अनि मेरो पतन हुने अपेक्षालाई चाहिँ उहाँले चाहिँ स्वतन्त्र गरिदिनु भएको छ। You know, it's okay to not feel okay. अनि तपाईँहरू ठिकै छ, तपाईँहरूलाई बेठिक एउटा हुन्छ नि यो चाहिँ हुँदैन भन्ने लाग्छ भने नि ठिकै छ। And it's normal to struggle. अनि यो एकदमै स्वाभाविक हो तपाईँहरूको जीवनमा सङ्घर्ष हुनु। And it's normal to have this war inside of us. अनि यो खालको युद्ध हुनु त यो एकदमै स्वाभाविक कुरो हो। And it's normal to fall backwards and feel disappointed. अनि एकदमै पछाडि पर्नु र अनि पछाडि परे जस्तो हुनु र अनि एकदमै निराश हुनु त्यो एकदमै त्यो सरल कुरो हो, And स्वाभाविक कुरो हो। it's normal to feel scared and sad. अनि डराउनु र अनि एकदमै दुखी हुनु पनि त्यो पनि स्वाभाविक कुरो हो। So I believe the Apostle Paul is describing himself as someone who really knows God. अनि म विश्वास गर्दछु कि प्रेरित पौलले पनि है अनि जसले चाहिँ परमेश्वरलाई चिन्नुहुन्छ उहाँले अनि एकदमै असली कुराहरू भन्नुभएको कुरा हो। So this is normal, and we should thank God for being normal. अनि परमेश्वरलाई धन्यवाद दिनुपर्छ यो सबै स्वाभाविक बनाइदिनु भएकोमा।
You know, when if any of you were uh, parents and your children were little, they might tip something over and break it. अनि जब हामीको नानीहरूलाई हेर्छौँ बच्चाहरूलाई हेर्छौँ अभिभावकले अनि केही कुराहरू चाहिँ ढस्ट गरिरहेको यताउता भाँचिरहेको कुराहरू देख्दछौँ And that's normal. That's not unusual. That's normal. त्यो स्वाभाविक हो त्यो ठुलो एउटा डिल होइन You know, if you look at the book of Job, that's all about suffering. अनि अयुबको पुस्तकलाई तपाईँहरूले हेर्नुभयो भने त्यहाँनिर सबै कष्टको कुराहरू मात्रै छ सङ्कष्टको कुराहरू We all suffer from time to time. अनि हामी सबैजना है अनि विपत्ति आउँछ हामी सबैलाई कष्टहरू आउँछ समय समयमा We tend to, let's see, how would I say this? Mafganos. Well, I'm having trouble coming up with words. So let me move on. Well, I know. We can make life worse because of the way we approach our struggles. अनि हामीले हाम्रो जीवनलाई चाहिँ एकदमै तितो बनाउन पनि सक्छौँ जहाँनिर हाम्रो जीवनमा सङ्घर्ष गरेर पुगिरहेको हुन्छौँ So when we pretend or put on a mask that we don't have troubles, we are even making those troubles even greater. अनि हामीले हाम्रो जीवनमा एकदमै त्यो अर्को त्यो मुकुट लगाए तापनि अनि म ठिकै छु भन्ने कुराहरू तर त्यसले चाहिँ हामीलाई उयो गरिरहेको हुँदैन झन् दुखी चाहिँ बनाइरहेको हुन्छ So when we have a high view of life, अनि जब हामीहरूको उच्च एउटा दृष्टिकोण हुन्छ जीवनको बारेमा the things that we suffer or the problems we cause, they seem so much bigger. अनि धेरै चाहिँ अनि समस्याहरू देख्ने गर्दछु अनि धेरै झन् ठुलो ठुलो हुँदै जान्छ समस्याहरू चाहिँ And when we feel those ways, it doesn't mean that God loves you or I any less. अनि यसको मतलब चाहिँ जब त्यस्तो कुरोहरू हुँदै जान्छ तपाईँहरूमा परमेश्वरको प्रेम चाहिँ कम हुँदै गएको छ भन्ने कुराहरू होइन You know, I've heard in some I'll say Christian society, Christian circles, अनि म एउटा विश्वासी एउटा जनहरूको समाजमा that if you're struggling with the same thing for 30 years, अनि 30 वर्षसम्म तपाईँहरूले त्यही कुराहरूको लागि सङ्घर्ष गर्दै हुनुहुन्छ भने people might say, maybe you don't even know God. अनि मान्छेहरूले भन्न सक्छ तपाईँले परमेश्वरलाई अझै पनि चिन्नु सक्नु भएकै छैन And when you hear that, then the burden even gets heavier. अनि तपाईँले त्यो कुराहरू सुन्दै गर्दाखेरि झन् तपाईँको भार चाहिँ झन् बढी हुँदै जान्छ झन् एकदमै गाह्रो हुँदै जान्छ It's hard when we hear the words like, well, maybe you don't know God. अनि तपाईँले परमेश्वरलाई चिन्नै भएको छैन भन्ने कुरा शब्दलाई सुन्नुभयो भने त धेरै झन् गाह्रो हुन्छ झन् बोझ हुन्छ त्यसले त If you did, you would have had victory over this by now. अनि आजदेखि तपाईँमा त्यस्तो भइरहेको छ भने तपाईँ चाहिँ विजय हुनु भएको छ And so when they leave that conversation, their guilt and shame is even at a whole higher level. अनि जब त्यो खालको एउटा दोषी भेटाउँछ हामी आफूलाई झन् त्यो चाहिँ झन् पहाड हुँदै जान्छ झन् माथि माथि हुँदै जान्छ So when we have a high view of ourself, of life, it makes us a slave. अनि जब हामीहरूको जीवन चाहिँ एकदमै उच्च दृष्टिकोणले बढी हेर्दैछौँ भने चाहिँ त्यसले चाहिँ हामीलाई दासत्व बनाउँदछ So I thank God for Romans 7. अनि म परमेश्वरलाई रोमी 7 अध्यायको लागि धन्यवाद दिदछु It makes me feel less alone. अनि यसले चाहिँ मलाई चाहिँ साँच्चै नै कम्ती चाहिँ म एक्लो छु भन्ने महसुस गराउँदछ And
it makes me feel normal. अनि यसले मलाई एकदमै स्वाभाविक एउटा मानिस बनाउँदछ। Pain is real, and we don't have to deny that. अनि दुखाइ भनेको त यो साँच्चीकै हो, यो हामीहरूले यसलाई डिनाइ गर्न सक्दैन हामीहरू। So as we move into Romans 8, अनि हामी जब रोमी 8 अध्यायमा जान्छौँ, that corrects our high view of life. अनि त्यसले चाहिँ हामीलाई सोचाउँदछ कि हाम्रो उच्च दृष्टिकोण, हाम्रो जीवनको उच्च दृष्टिकोणलाई, And it tells us that the world and everything in it is broken. अनि यसले चाहिँ हामीलाई के बताउँदछ भन्दाखेरि यो संसार अनि संसारमा भएको सबै कुराहरू चाहिँ छताछुल्लै भएको छ। It's not the way that life was supposed to be. अनि यस्तो खालको जीवन चाहिँ हुनु हुँदैन थियो। You know, if you look back at Genesis, अनि at the जब beginning, तपाईँहरूले है उत्पत्तिको पुस्तकलाई हेर्नुहुन्छ, God made everything good. That's the summary of Genesis 1 through chapter 1 through chapter 3. अनि 1 देखि है 3 अध्यायसम्म त परमेश्वरले सबै कुराहरू राम्रो असल बनाउनु भएको थियो। Then we broke every good thing that God made. अनि हामीले परमेश्वरले बनाएको सबै कुराहरूलाई तसमस बनाइदियौँ। And God is on a mission to make all things new. अनि परमेश्वरको एउटा मिसन चाहिँ, उहाँको कार्य चाहिँ अब रहेको छ कि सबै कुराहरू फेरि राम्रो बनाउने। God made everything good, and we broke every good thing God made. अनि परमेश्वरले सबै कुरा राम्रो बनाउनु भयो, तर हामीले चाहिँ परमेश्वरको सबै कुराहरूलाई चाहिँ ध्वस्त गरिदियौँ। And that is why life is hard. अनि त्यही भएको कारणले चाहिँ हाम्रो जीवन चाहिँ एकदमै कठिन छ। We're broken, the world's broken, अनि हामी पनि टुक्रिएको छौँ, संसार पनि टुक्रिएको छ। and everything in this world is not the way it was supposed to be. अनि यो संसार चाहिँ यस्तो हुनु हुँदैन थियो, जुन कुराहरू हुनु हुँदैन थियो। And we see things like injustice, pain, sorrow, death. अनि यहाँनिर चाहिँ एकदमै है मृत्युको कुराहरू, दुःखको कुराहरू, एकदमै कष्टको कुराहरू, यस्तो कुरा चाहिँ हुनु हुँदैन थियो। Disaster at the rainy season. I see the flooding in Nepal and the hillsides that fall away and take out people's homes. यस्तो खालको प्रकोपहरू हामी देखिरहेको हुन्छौँ नेपालमा, जुन डाँडा काँडाहरू झरेर पुरा त्यो बाढी पहिरोहरू आइरहेको कुराहरू देख्दछौँ हामीहरू। And there's no question that we live in a world that is a broken world. यहाँ प्रश्न भन्ने कुरै छैन, किनभने हामी यस्तै संसारमा बसेको छ जुन संसार चाहिँ एकदमै तसमस भएको छ। And we keep looking for ways to make it better. अनि हामीहरूले त्यही दृष्टिकोणले हेर्दैछौँ कि केही कुराहरूले असल बनाउँदैछ, केही कुराहरू आउँदैछ। But things really have never gotten much better. अनि तर दुःखको कुरो चाहिँ यो सबै कुराहरू चाहिँ राम्रो कुराहरू भइरहेको छैन। Now, here is the truth I would like to share with you. अनि म यहाँनिर सत्य चाहिँ यो हो, म तपाईँहरूलाई बताउन गइरहेको छु। The only hope we have for ourselves is to give up hope in ourselves. अनि एउटै मात्र आशा चाहिँ हामीहरूले भित्र हामी आफूलाई आशा दिनु हो। Now, that sounds fairly dark. अनि यसो सुन्दाखेरि चाहिँ what is that word? Could you please- I said that sounds very dark. अनि त्यो चाहिँ एकदमै अँध्यारो लाग्दछ हामीलाई। Now, I didn't say give up hope, but अनि what I am saying is put hope in the only place that can bring us home.
अनि मैले भन्न खोजेको चाहिँ तपाईँहरूलाई निराशा बनाउन खोजेको होइन, निराशा छ भन्न खोजेको होइन, तर त्यहाँनिर है हामीले आशा भन्ने कुरो चाहिँ राख्नुपर्छ हाम्रो जीवनमा। And the hope that can bring us home is not in us and it's not in this world. अनि आशाले चाहिँ हामीलाई घरमा ल्याउँछ, यो संसारमा होइन तर कुनै एउटा संसारमा। So when we give up hope in ourselves, अनि जब हामीले हाम्रो आशा गुमाउँछौँ आफू आफैमा, there's only one person that can bring us home. अनि त्यहाँनिर एकैजना मात्रै व्यक्ति हुनुहुन्छ जसले हामीलाई घरमा ल्याउनुहुन्छ। Life is not going to turn out the way that you need or the way that you want. अनि जीवन चाहिँ तपाईँले सोचेको जस्तो त्यस्तो खालको हुँदैन। You know, if you think, if I could just get this job, अनि मैले तपाईँहरूले सोच्नुभयो भने म खालको हुँदैन। you know, if you think, if I could just get this job, अनि मैले तपाईँहरूले सोच्नुभयो भने मैले यो काम पाएँ भने चाहिँ, or if I could just have this relationship, अनि अथवा मेरो यो सम्बन्ध भयो भने चाहिँ, or if I can connect with these people, अनि मैले यो मानिसहरूसँग चाहिँ सम्पर्क हुन सक्यो भने, that is a very fragile hope. अनि त्यो चाहिँ एकदमै त्यो फितलो खालको आशा हो। And it will leave us with disappointment and shattered dreams. अनि फेरि हामी चाहिँ यो निराशामा जिउन थाल्छौँ र अनि एकदमै दुःख लाग्दो एउटा सपनामा हामी जिउन थाल्छौँ। You know, maybe we might think maybe our marriage will get better. अनि हामीलाई सोच भइरहेको हुनसक्छ हामीहरूको वैवाहिक जीवनहरू राम्रो हुनसक्छ, Maybe it won't. तर नहुन पनि सक्छ। Maybe that lost son will call. अनि हुनसक्छ के अरे त्यो हराएको छोराले बोलाउन सक्छ भनेर, Maybe he won't. नहुन पनि सक्छ। Maybe you will find work that is satisfying. अनि तपाईँलाई सन्तुष्ट मिल्ने एउटा तपाईँले काम पनि भेट्नु सक्नुहुन्छ, Or maybe you won't. तर नसक्नु पनि हुन्छ। So it's so important to know that you and I are deeply known and loved by a God that is that delights in you. अनि एकदमै महत्त्वपूर्ण कुरा चाहिँ तपाईँ हामीलाई थाहा हुनुपर्छ कि परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ अनि त्यहीँनिर सन्तुष्ट तपाईँहरू रहनुपर्छ भन्ने कुराहरू। He doesn't just love you, but he likes you. अनि तपाईँहरूलाई त्यतिकै प्रेम मात्रै गर्नुहुन्न तर तपाईँहरूलाई मन पनि पढाउनुहुन्छ। That is our rock. That is our anchor. अनि उहाँ नि हाम्रो चट्टान हुनुहुन्छ, उहाँ नि हाम्रो ढाल हुनुहुन्छ। If you and I put our hope in anything smaller than that, we अनि will जब go ahead. हामीले हाम्रो आशा चाहिँ त्योभन्दा सानो कुराहरूमा राख्ने गर्दछौँ We will have a big disappointment. अनि हामीमा धेरै ठुलो निराशापना आउँदछ। When we depend on other people to be for us, अनि हाम्रो अगाडि भएको अरू मानिसहरूसँग हाम्रो आशा राख्दछौँ भने or positive circumstances, अनि हाम्रो परिस्थितिलाई अगाडि राख्दछौँ भने or accomplishments, अनि हामीहरूले पुरा गर्नुपर्छ भन्ने कुराहरूलाई, we're going to be disappointed. अनि त्यो सबै कुराहरूले हामीलाई निराशा बनाउँछ। So, what matters most is that you and I are unconditionally loved. अनि हामी सरोकार चाहिँ यो राख्नु पर्यो कि हामीहरूलाई बिना परिस्थिति परमेश्वरले प्रेम गर्नुहुन्छ। The Lord Jesus is steady. अनि प्रभु येशूले हामीलाई पढ्नु भएको छ And he is constant. अनि उहाँ चाहिँ एक सीमित हुनुहुन्छ।
And He is always reminding you that He is there with you. अनि उहाँले जहिले पनि तपाईँलाई सम्झना गराइरहनु भएको छ, उहाँ तपाईँको साथमा हुनुहुन्छ। And the best is yet to come. अनि एकदमै अझै असल चाहिँ आउनै बाँकी छ। You know, I can't tell you how many times God has rescued me from my messes. अनि म तपाईँहरूलाई भन्न सक्दिनँ कि यो व्यक्त गर्न सक्दिनँ कतिचोटि चाहिँ परमेश्वरले मलाई चाहिँ बचाउनु भयो भन्ने कुरोहरू। I mean, the messes that I am aware of and the messes that I am not aware of. अनि मैले जुन वचन भन्न गइरहेको छु त्यो मैले सतर्क रहे पनि नरहे पनि If you live long enough, you will अनि know hurt and you will know despair. अनि तपाईँ धेरै बाँच्नु भयो भने तपाईँहरूलाई दुख्दैन, तपाईँहरू बिलेर जाँदैन, नाश भएर जाँदैन। You'll feel the weight of your own failures. अनि तपाईँहरूको पतनमा आफूलाई नि बोझ भइरहेको हुन्छ। Sometimes it's an earthquake inside that just won't stop. अनि हामीहरूको भित्र चाहिँ अनि कतिचोटि चाहिँ भुइँचालो आइरहेको हुन्छ। And then shame comes in and speaks to us. अनि त्यही कुराहरू आइरहन्छ अनि हामीलाई भनिरहन्छ। Or peace is in some distant dream. अनि अनि शान्ति भन्ने कुरो चाहिँ अलिकति परै दूर भइरहेको हुन्छ। Well, I'm here to tell you that grace, God's grace, is louder than all of the lies. अनि हाम्रो जीवनभन्दा चाहिँ परमेश्वरको अनुग्रह चाहिँ धेरै नै माथि छ, उच्च छ। It doesn't ask if you're deserving, grace just shows up. अनि यो अनुग्रह चाहिँ तपाईँहरू डिजर्भ भएको कारण, कतिचोटि नेपाली भन्नै ठ्याक्कै आउँदैन है, तपाईँहरू योग्य भएको कारणले होइन, तर त्यो चाहिँ परमेश्वरको कारणले हो। So if you have regrets अनि तपाईँहरूमा चाहिँ त्यो अनुग्रह छ भने or a lot of shame, अनि तपाईँहरूमा चाहिँ धेरै त्यो शरमको कुराहरू छ भने listen to me, you are loved and you are fully known. अनि तपाईँहरू चाहिँ सुन्नुहोस्, तपाईँहरू चाहिँ पूर्ण रूपले प्रेम पाएको छ र तपाईँहरू चाहिँ आशा पाएको छ। That is God's amazing grace. अनि त्यो चाहिँ परमेश्वरको अचूक अनुग्रह हो, चकित अनुग्रह हो। Friends in Nepal, अनि साथीहरू, नेपालको साथीहरू, this life is not the final word. अनि यो जीवन चाहिँ तपाईँको अन्तिम शब्द होइन, God is the final word. परमेश्वरको वचन चाहिँ अनि अन्तिम शब्द हो। And this is what he says to you. अनि यही नै परमप्रभुले तपाईँलाई भन्दै हुनुहुन्छ, I love you now and forever, my child. ए मेरो छोरा, मेरो छोरी, म तिमीलाई प्रेम गर्छु अहिले र अनि सधैँभरि। He says, you are mine अनि उहाँले भन्दै हुनुहुन्छ, तिमीहरू मेरो हौ and I'm going to get you home. अनि म तिमीहरूलाई मेरो घरमा लानेछु। It's just a matter of a little time. अनि यो केही क्षणिक समयको कुरा मात्रै हो। You know, in 2019, my wife died from cancer. 2019 मा उहाँको श्रीमती जी क्यान्सरले बित्नुभयो। That was in September. अनि यो सेप्टेम्बरमा थियो। In December, Christmas time, I अनि was डिसेम्बर, I was in Nepal in December. अनि उहाँ चाहिँ नेपालमा हुनुहुन्थ्यो अरे। And a close Nepali friend said to me, अनि एकजना मेरो नेपाली साथीले मलाई भन्नुभयो, he said, in not very long,
we will all be with your wife. अनि यो समय धेरै छैन, तर हामी सबैजना एक दिन तपाईँको श्रीमतीसँग हुनेछौँ। So God's love is unconditional. अनि परमेश्वरको प्रेम चाहिँ एकदमै परिस्थितिहीन छ। His forgiveness is amazing. अनि उहाँको क्षमादान चाहिँ एकदमै चकित छ। And I just pray that God will remind us of those things, unconditional love and forgiveness. अनि परमेश्वरले, म प्रार्थना गर्दछु परमेश्वरले यो सबै कुराहरू उहाँको क्षमादान सबै कुराहरू दिन सक्नु भएको होस्। And I would say, Jesus, show us good music. अनि म भन्दछु कि प्रभु राम्रो एउटा गीत and show us beautiful relationships. अनि तपाईको एकदमै राम्रो है सम्बन्ध हामीलाई देखाउनुहोस्। And beautiful experiences. अनि हामीलाई एकदमै राम्रो अनुभव दिनुहोस्। Beautiful sunrises and sunsets. अनि एकदमै राम्रो घाम उदाउने अस्ताउने कुराहरू दिनुहोस्। Lord Jesus, show us those until you get us home. अनि त्यो सबै कुराहरू प्रभु येशू तपाईले त्यो दिनुहोस् तपाईको घर फर्किनु भन्दा अगाडि। In Jesus' name, amen. येशूको नाममा आमेन। Finished. See Joe. Yeah, thank you. It was a very blessed message. हुन्छ उहाँ तपाईले लिनुहोस् न। आमेन, हालेलुया। प्रभु परमेश्वरलाई म धन्यवाद दिन चाहन्छु, लगायत आदरणीय पास्टर डेभिड भाइ अनि लगायत हाम्रो पास्टर पास्टर बालाई म धेरैभन्दा धेरै धन्यवाद दिन्छु। उहाँहरू दुईजनालाई म ठुलो तालिका साथ म उहाँलाई धन्यवाद दिन चाहन्छु। एकदम असल वचन हामीले सुनेका छौँ। प्रभु परमेश्वरलाई धन्यवाद पाएको होस्। र अब हामी धन्यवादको लागि प्रार्थना गर्नेछौँ र धन्यवादको लागि प्रार्थना गरिदिनु हुने आदरणीय हाम्रो माझमा हुनुहुन्छ पास्टर लालबीर विक हुनुहुन्छ। लालबीर विकले धन्यवादको लागि प्रार्थना गरिदिनु होला भन्ने म आग्रह गर्न चाहन्छु। आदरणीय हाम्रो गुरुबालाई हुन्छ। सबैजनालाई जय मसीह। आउनुहोस् हामी धन्यवादको प्रार्थना गर्नेछौँ। धन्यवाद छ जीवित परमेश्वर पिता, म तपाईँ प्रभुलाई यस घडीमा धन्यवाद दिन्छु। प्रभु तपाईँ परमेश्वरले हामीलाई असल वचन तपाईँ प्रभुले आफ्नो दासद्वारा दिनुभयो। त्यो वचनले हाम्रो प्रभु आत्मिक वृद्धि तपाईँ प्रभुले गराउनुहोस् भन्ने म प्रार्थना गर्दछु। अनि वचन बोल्ने तपाईँको दासको जीवनमा तपाईँ परमेश्वर हुनुहोस्, उहाँको सेवकाईमा तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। अनि हामी प्रार्थना गर्दछौँ, हामी जतिजनाले तपाईँको वचनलाई सुनेका छौँ सबैजनालाई प्रभु तपाईँको वचनले प्रभु हामीलाई काम गर्नको लागि तपाईँ प्रभुले तपाईँको वचनले हामीलाई सहायता गर्नुभएको छ नि प्रार्थना गर्दै माग्छु आशिष उद्धारकर्ता अनि प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन।